गाइस आज हाम्रो अन्तिम दिन परीक्षा हुँदैछ हैन। आज सबै साथीहरुसँगै जाऊँ न भनेको साथीहरु गइसकेछ, म एक्लै जाँदैछु। आजको दिन एकदम दुःख पनि लागिरहेछ, खुसी पनि लागिरहेछ। दुःख के कारणले भन्दा चाहिँ साथीहरु सबै छुटिन्छ नि त आजदेखि, अनि खुसी के कारणले चाहिँ आज फेरि परीक्षा पनि सकिँदैछ, त्यही भएर पनि खुसी मानिरहेछु हैन। म एक्लै जाँदैछु अहिले चाहिँ, साथीहरु गइसकेको छ। 8 बजेदेखि परीक्षा हुन्छ, 10 बजेसम्म परीक्षा हुन्छ हैन। प्रवेश पत्र चाहिँ मैले यहाँ राखेको छु, यहाँ भित्र। स्कुलको अलिक यतापट्टि आइपुगेको छु शिरपुरको। देउरी स्कुलमा पुग्नु पर्ने हो खास गरी। त्यो शिरपुर स्कुलको यहाँ गेटको लोगो छापिएको छ। परीक्षा त राम्रै भएर आएको छ, अब रिजल्टले के बताउँछ त्यो त थाहा भएन हैन साथीहरु। हिँडिरहेको छु म चाहिँ, यताबाट पनि एउटा बाटो छ, खास गरी बाटो यताबाट हो। यताबाट बाटो छैन, यताबाट सर्टकट बाटो छ नि त, त्यही भएर म चाहिँ यताबाट लाएँ। यताबाट चाहिँ नलगाउँ होला, अलि ढिलो हुन्छ, त्यही भएर सर्टकट बाटो यता छ, म चाहिँ यता लागेँ है साथीहरु। हिँडिरहेको छु, पछाडि सर्टकट बाटो यता हो, त्यही भएर म यताबाट हिँडिरहेको छु हैन। आज झन् सबै साथीहरु सँगै जाउँ भनेको, कसै त स्कुल पुगिसकेको छ, कसै हिँड्नु भएको छैन होला। सलिन बुढा ठोकीलाई अहिले म अनलाइनमै देखिरहेको थिएँ, ऊ पनि हिँडेको छैन होला सायद, अहिमनहरू हिँडिसक्यो हैन। यहाँ सर पनि हिँड्नु लाग्नु भएको थियो, हामी सँगसँगै ड्रेस लगाएको थियौँ है गाइस। यो हिँड्दै जाँदाखेरि चाहिँ अलि ढिलो पुग्ने रहेछ, साइकलमा जाँदा चाहिँ अलिक छिट्टै पुगिन्छ, हिँड्दै जाँदा अलिक ढिलै भयो। हिँड्नु पनि लाग्थ्यो, अल्छी लागिसक्यो। साथीहरु गाउँमा भाषा मेलापात गरिन्थ्यो, 3 महिना होस्टेल बसेर एक्कासी यता आएको, अब त काम पनि लास्टै गर्नु अल्छी लाग्छ। के गर्नु भने अहिले फेरि काम दनादन छ, गाउँतिर मल बोक्ने त्यस्तै चलिरहेको छ। गएर अब काम गर्नुपर्छ। 1-2 दिन त साह्रै नमिठो हुन्छ होला, त्यसपछि ठिकै हुन्छ। चराहरू माथि छ, म गइरहेको छु है। अझै आधी घन्टा जति लाग्छ। कटर फलिरहेछ है, भुइँकटर फलिरहेछ साथीहरु यता। म चाहिँ गइरहेको छु, ढिलो भइसक्यो भन्दा पनि टाइम त छ, तर उता गएर साथीहरुसँग गफ गर्नुपर्छ है। आँपहरू लिचीहरू टन्नै फलिरहेको छ, गाछी यता छ हैन, नफलिरहेको छ यता आँप लिचीहरू। असारमा ब्याग लाग्यो भने असारमा ठ्याक्क खाने बेला हुन्छ, त्यति बेला आउनुपर्छ साउनतिर हैन, त्यति बेला ठ्याक्क खाने बेला हुन्छ। कतिपय साथीहरूलाई ब्याग लाग्छ, मलाई पनि लाग्न सक्छ कतिपय हैन। त्यो अब चेक गर्नेको हातमा छ हैन साथीहरु, कति दिन हुन्छ। लेख्नु त लेखेकै छौँ हैन, अब चेक गर्नेको हातमा छ, कति दिन हुन्छ नि त्यो त थाहा भएन है। कोयल चरा साह्रो राम्रो गरी कराउँदैछ साथीहरु। ऊ माथि छ ती, ऊ यहाँ छ है, ऊ यहाँ छ साथीहरु कोयल चरा। मिठो स्वरले कराउँछ, उडी गयो भनेको त त्यही रहेछ है। कति मिठो स्वरले कराउँछ कि साथीहरु, कोयल चरा पो रहेछ है। मैले त कुन चरा यसरी कराउँछ भनेको त कोयल चरा यसरी कराउने रहेछ, कु गरी कराउँछ। समय अनुसार यिनीहरूले पनि फेरिरहेको हुन्छ है बोली, यिनीहरूको आवाजहरू है साथीहरु। गाउँतिर अहिले सानो सानो चरा हुन्छ, तिनीहरू
यति मजाले तिनीहरू स्वर निकाल्छ नि साथीहरू। साह्रो सुन्नु मिठो हुन्छ, गाउँको हावापानी नै मिठो हुन्छ कि साथीहरू। यता सहरमा धेरै प्रदूषण छ। अहिले हेर्नु त बर्खा मासमा पनि तुवालो लागेको जस्तो छ। यहाँ कति कार्बन डाइअक्साइडहरू मिक्सेर आएको होला होइन साथीहरू। क्लोरोफ्लोरो कार्बनहरू कति एसिडहरू कति मिसिएर आएको होला। मान्छेलाई कति असर पार्दो होला है। गाउँतिर भए स्वच्छ हावा पनि पाइन्छ होइन, एकदम स्वतन्त्र जियो जस्तो हुन्छ कि साथीहरू। यो सहरमा त बन्धनमा बसे जस्तो हुन्छ होइन। कमेन्ट गर्नुहोस् है साथीहरू, तपाईँहरूलाई गाउँ कि सहर मनपर्छ। यहाँ ठुलो ट्याङ्की छ, पानी ट्याङ्की। पानी यहाँ स्टोर गरेर होइन यो गाउँकालाई पानी सप्लाई गरिन्छ। ए फाइनली साथीहरू, दुईजना साथीहरू यता आउँदैछ है। भेटियो नि त अब यिनीहरूलाई मार फर्काउनु पर्ने छ। 2-3 जना चाहिँ पुगिसकेको छ, 2जना यता आउँदैछ। मेरा प्रिय बल ढ्याङ्ग्रा मित्रहरू आइरहेको छ है। म पर्खिरहेको छु। साथीहरूसँग भेट भयो होइन। अन्जनाहरू त म उताबाट हिँड्नु आँट्दै पुगिसक्यौँ भनिरहेको थियो। सँगै जाऊँ न भनेर आज सबैजना। सिमाले टाढा सिनालो मौको 2जना अगाडिको केटाले चाहिँ होइन आज A+ ल्याउँछ, साँच्ची हो। पछाडिकोले चाहिँ खै के गर्छ थाहा छैन। तर पढ्नु चाहिँ यिनी धेरै मिहिनेत गर्छिन् है। बलगालाले धेरै मिहिनेत गर्छ। अहिले भनौँ बुझेर पढ्छ नि त होइन। पछि गएर मास्टर भन्छ। अनि तिमी चाहिँ? म त खै म ल विषय नपढ्ने हो कि। अनि के पढ्ने त? 12 सकेपछि खरिदारको तयारी गर्ने त्यस्तो सोचमा छ मेरो। अस्ति मजाले लड्यो होइन त। हालमा धनीसँग गाइड हामी चाहिँ बीच रोडमा निक्लिसकेको छु। साथीहरू रहेछ ए टाप्राटेको ठुलो चौरी छ साथीहरू। यता पनि स्कुल पुग्नु लागेको छौँ है साथीहरू हामी। आज अन्तिम दिन आयो भने कति खुसी लागिरहेछ। माटो काला उहिने ढुकिया त्यो गाडी चाहिने होइन, झन्डै तलतिर लगाइदियो कि साथीहरू। बबिकालाई फोन ल्याएको छौ तिमीले नि? फोन कहाँ राख्छौ तिमीहरू? कोठामा। यता ल्याएपछि कसको? मेरो राखिदेऊ है। यत्रो ठुलो फिल्ड छ फुटबल खेल्ने। गाइज म पुलिस आर्मी भयो भने चाहिँ फुटबल खेल्नु पर्ने छ। फुटबल खेल्नु यहाँ साह्रो मिठो हुन्छ कि। गाइज स्कुल पनि आइपुग्यो होइन। अब भरै गर्ने हो भिडियो है अहिलेलाई चाहिँ। बाई। हेलो गाइज, हाम्रो चाहिँ आज एसी एक्जाम सकियो है। सबैजना विद्यार्थीहरू यता हुनुहुन्छ। कुमार सर अनि ज्ञामा सर पनि आउनुहुन्छ। माथि र फोटो कार्यक्रम भइरहेको छ। यता कतारी नगरपालिकाकोहरू हाम्रो साथीहरू युवराज गएको छ कि यसपालि ए ल्याइन्छ होइन त। कहाँ नल्याउनु भनेर नि यार।
इसे एक्जाम पनि सकिसकेको छ साथीहरू कुमार सर जेनरलको एक्जाम कस्तो भयो राम्रो भएको छ टिकटकमा पनि हालिसक्नु भएको रहेछ भिडियो मैले हेरेको थिएँ एउटा कुरा त मलाई लास्टै सर एउटा कुरा त मलाई लास्टै खुसी लागिरहेको छ 8 कक्षामा पनि सहयोग गर्न आइपुग्नु होला सर सहयोग गरिदिनु होला भन्ने अपेक्षा गर्दछु कटान नगरपालिकाको अरे साथीहरू यता जाँदैछ सबैजना साथीहरू यता छ हाम्रो साथीहरू अहिले भने आज गर्दैछ है अब गेटमा हिँडिसकेको छु साथीहरू हामी हल्ला भइरहेको छ धेरै अब हाम्रो पातो फोटो सर यता खिच्नु सुरक्षाकर्मीहरू सरहरू फोटो खिच्ने साथीहरू हामी फोटो सेक्सन कार्यक्रम पनि भइसक्यो अब भने चाहिँ हामी एकछिन पोखरी डुल्नु जाने भनेर सरहरूले भन्दै हुनुहुन्छ यता फोटो सेक्सन कार्यक्रम भइरहेको छ होइन अब 11-12मा खासै भेट हुँदैन होला साथीहरूसँग रोदी के भइरहेछ यहाँ यता चाहिँ लेखिरहेको छ है साथीहरू अब सक्यो फाइनली गाइज एक्जाम सक्यो कस्तो भइरहेछ त अब असार 17 गतेको पर्खाइ असार 7 गतेको पर्खाइ सबैजना कसरी खेल्नुहुन्छ चुङाले गणितमा A+ ल्याउँछु भनेको छ है गाइस यहाँ टिकटक बनाउँदैछ होइन आज चाहिँ एक्जाम खतम भएको छ हिँडिरहेको छौँ साथीहरू पनि पछाडि छ होइन पछाडि आइरहेको छ म अगाडि गइरहेको छु आज एक्जाम अन्तिम भइसकेको छ सबै साथीहरू आउँदैछ पछाडि म सबैभन्दा अगाडि छु 2जना साथीहरू माथिबाट गएको थियो फेरि फर्केर तलबाटै आउँदैछ यता रोड घुमेको छ र फेरि यता आउँदै हुनुहुन्छ साथीहरू ओके तपाईँहरूको एक्जाम कस्तो भयो कमेन्ट गरिदिनु होला है क्लास 10 को साथीहरू सबैजनाले अनि सब्सक्राइब पनि गर्नु नभुल्नु होला हवस् त अर्को भ्लगमा भेटौँला बाई बाई